चिल्लोमा मान्दिन फेरि ए रोबेन यो के हो त यो टाइल हैन ठीक छ यो टाइल हैन ठिक छ चलो बाथरुममा खासै कपडा फेर्नुहोस् रे के कपडा फेर्ने हाम्रोले फिलिपिन्स गएर जेन्डर फेर्न हुन्छ हामी कपडा फेर्ने यहाँ मुझे किसी से डर नहीं लगता आयो तिज मलाई नचाहने भयो कि मलाई नचाहने भयो कि तेरो त म त के छोड्नु तला म त चोरी नहीं की चुप्पी करना क्या मलाई पनिसमेन्ट गेम खेल्ने के भन त खेल्ने हो ए डराउँछमा भन त म पनिसमेन्ट के खनाउन जाम खनाउन पहिला खनाउ खुट्टालाई फिजाएर जाऊ फिर ऐसे मुंह लटका के बैठा हुआ है नाङ्गै बसी कि यार मलाई झन्कले घरमा पाउन आन के खुट्टाले मजाले फिजाएर एउटा खुट्टाले कतै सपोर्ट ल्याउन पाइन्न कतै सपोर्ट समात्न पाइन्न ओके बाच्चेमा खुट्टा भाँच्छु हामीलाई बाल खुट्टा भाँच्छ हामीलाई बाल हाने पनि भित्र सिस्टम भिजाएको छ मैले के भने भाँच्चे भाँच्छु त नि यार दिमाग खराब हामीलाई बाल हामी सक्दैनौँ होला हामीसँग पुँजी छ होला सायर लाएर थिएन गाइस रोक इसको डिल गर्न आऊ पहिलो पनिसमेन्ट स्कोर अनुसार अन्डा उत्ताना पनि ड्याङ्ग फुटाल्ने 10,000 मा एउटा अन्डा अनि 10वटा बोतल सेम गोलवाला अब तिम भन मेरो खुर्सानी लसुन फर्स्ट पनिसमेन्ट अनि दोस्रो पनिसमेन्ट तलदेखि माथि पिठो हाल्ने सिधो माल लाउन ठोरमा गएर भिख माग्ने तेस्रो पनिसमेन्ट हिलो हाल्ने एक बाल्टी हिलो ल हिलो मेरो पनि सेम म कहाँ छोड्दिनँ हिलो मेरो पनि सेम हिलो अनि के गरे हिलो अनि हिलो अनि स्कोर अनुसार अन्डा उत्ताना पनि ड्याङ्ग फुटाल्ने तिमीले जहाँ अपरेसन गर त्यही फुटाल्ने गाना मन लगाइदिने कस्तो माया हो म त 3-6 पर्छु के खालको माया हो यो म पर्छु म त औ लाखे के खालको माया हो म त कता के गाना गाह्रो छ मलाई गाह्रो छ अबे यार के गाना लगा यार के गर एकैछिन के गाना लगा बिहा भन्दा पहिला किन भेटेन नि भन्दिँदै तेरी बहन की कस्तो यार के गाना लगा यार गाडी छुटिसक्यो केटा हो गाडी छुटिसक्यो हमारा गाडी छुट्यो के हो क्या कतै सपनाले पाल्न बुढालाई फोन गर्दाखेरि मलाई पो लाग्यो क्या हो फेरि मैले गर्दा त उठाएन मोबाइल हेर्न जान्दैन उठाएन उसको बुढालाई भनेर गरे होला मलाई आयो होला काम नहीं बहता है ऊपर बैठ के छेड़ता है काम नहीं बहता है ऊपर बैठ के छेड़ता है हमको हम अभी इधर कैसे वीडियो बनाए अभी सोच रहे हैं हम इसको कैसे मिलाए हम कैसे मिलाए इसको खुट्टालाई भुइँ छोडेन ओ ओए माफ मा भोटिनी भनेको राम्रो मान्छे हो लप परे ह छोड्दैन तर म भयो यति भएपछि मलाई पुग्यो हो सधैँ कुर्चीमा बसेर मात्र पैसा आउँछ टिकटक रिक्स लिन सक्नुपर्छ रिक्स त्यसै पैसा कमाइन्छ यहाँ नरिसाउ कोही पनि
गेम हो, आजित हुन्छ, मजा अब रमाइलो भयो। लोट्नुपर्छ कहिले काहीँ यत्राको सधैँ कमाएर मात्र हुन्छ। हस्पिटलमा हाम्रो पैसा दिनु पर्ने केटा, डक्टर कसरी पालिने, सबै हेल्दी भएपछि डक्टर कसरी पालिने। के अरे मुन्टु भाँच्यो नाटक चाहिँ पागलैमै भोटिने जस्तो मान्छे भयो जब यति पनि डराउँछ है। गाइस डक्टर प्लिज गाइस बुस्टिङ खै पचारेर पछाडि पचारेर बल्ल खाइस। कुर्चियामा बसेर पैसा आउँछ, रिक्स लिनु पर्न पागल। तिमीलाई कुर्चियामा बसेर मात्र पैसा कमाउन आउने, हाम्रो पनि भित्रभित्र पानीले भिज्या रिसाएर भयो। के गेम खेल्ने यार यस्तो 9,000 मान्छेमा 15,000 आउनु न यार। हेलो प्रचण्ड दाई, प्रचण्ड मेरो दाई मुर्रा बसी छ प्लिज एउटा दिनुहोस्, भैँस चलाउँछु बरु यार, टिकटकका काम छैन यार। कतिजना भ्युअर्स चाहिँ 9,000 भ्युअर हामीसँग हुनुहुन्छ यार। 15,000 यसको राउन्ड टिकटकमा बसेर के काम छ? नेपालको टप होस्ट रे मलाई हजुर। भोटिले ढुट्टो पार्ने आज मलाई, बदला पुगेकै छैन मलाई। अनि 15,000 स्कोर आउन के त्योभन्दा बरु तपाईँकै भैँस चलाएर बस्छु क्या, मुर्रा भैँसी कहाँ छ भन्नुहोस् त। नेक्स्ट गेममा आउँछ ओके ल। प्रचण्डले भनेपछि आलो। नम्बर 1 हिज नेम इज, थ्याङ्क यू सो मच। नम्बर 1 हिज नेम इज रोको उताको पुस गरे गाइस, एक्लो। हिज प्लेइङ एलोन, हिज च्यालेन्जिङ माई टिम, दे आर च्यालेन्जिङ माई टिम। तर केही छैन गाइस, आई एम स्टिल अलाइभ, माई भ्युअर्स स्टिल अलाइभ, माई सपोर्टर्स स्टिल अलाइभ। ए पहिला गेम पनि एड हुन्छ, कस्तो बुझेन? एक गेम पहिला पनि जितेको त्यसको स्कोर पनि एड हुन्छ। कति हुन्छ एउटा कति 15,000 गाइस पहिला कति स्कोर आएको भन्नुहोस् गाइस, पहिला कति स्कोर आएको भन्नुहोस् गाइस, पहिला भन्नुहोस् त मेरा मित्र। अब कन्फ्युज भयो म यार। 34,000 पहिला 34,000 आएको हो, पहिला 34,000, अहिले कति रे 30,000 भनेपछि 60 6वटा हुन्छ, 6वटा प्याट्टा जहाँ तिमीले अपरेसन गरेको त्यही हान्देऊ। दाई भोटिनी भनेको एकदम ठुलो मान्छे हो, अस्ति भर्खर पाटेकरको अपरेसन गरेको छ, केही भयो भने म तँलाई कट्टा हान्छु। 6वटा यति फरक ड्याङ्की सुतेर हो सुत्ने कहाँ प्रश्न गरेर कुतै पुऱ्याउने भोटी भएन प्याक्ता ड्याङ्गी हान्नुपर्छ। त्यता होइन यार हाम्रे पछाडि यो पनिसन त हाब्रेर लाने गर्छ यार, के मिलेन यार, यो पनिसन त हाब्रेर लाने गर्छ यार। मैले अलि तल भनेको भोटिनी के गरे यार, अलि तल भनेको गए त्यस्तै होइन, हड्डीमा हानेको त नि। मैले जाने हाल त अलिकति हाब्रेर जाने गर्छ, मैले हाब्रे कस्तो मजा आएन यार। होइन ठिक छ गर्न त गऱ्यौ, अलिक तल हुन पर्ने के तल त नि के मासुमा के हान्ने त नि। ममा आउँदै मासु खान्ने यार, अब मल्दिमरी आइडियाला भन्नु डर। हाब्रोले बल हान्थ्यो क्या यार, खुट्टा यस्तो
कि ट्याङ हान्दियो क्या यार हाम्रोले बल हान्थ्यो यार जित्दा पनि त ठिक छ गरे केटीले गऱ्यो ल ठिक छ हाँस मजाको सक्यो केटा ल भोलि आऊ भोलि ठोक्छु तिमीलाई दिनदिनै म तिमीसँग आउँछु क्या त्यहाँ त अपरेसन गरेको ठाउँमा कस्तो भयो अब हेर्न पर्छ ए अनि के हेर्छौ के भन्छ राम्रोसँग हेरेर टिग्रेला ल गएको मलाई जाऊ हाम्रोले मजाले हान्थ्यो केटा बुढालाई फोन गर्दाखेरि मलाई पो लाग्यो क्या के भयो यस्तो बस न एउटा चेयर जस्तो अलि भित्तामा सिट त्यतिखेर नि त्यही उत्तानो परेको छ उत्तानो जतिखेर नि त्यही बेडमा उत्तानो परेको छ हामी खाएको बेलामा झ्याप भएको बेला मात्र खाएको बेलामा मात्र नत्र म बस्दैन सुत्ने बेलामा मात्र अन्त म कति घन्टा बस्छ हेर त चेयरमा